Hello guys, good morning. Welcome to my mini vlog. अब सबै मिलेर एउटा प्लेट बाँडेर खाऊँ। अनि आज हामी सबै फ्यामिली जाँदैछौँ धेरै पछि ड्राई पिकनिक। अनि हाम्रो यहाँ ढिग्री पाक्दैछ, मासु काट्दै हुनुहुन्छ मम्मी। अनि यो मैले र बहिनीले ढिग्री बनाउँदैछौँ गाइस। अनि फेरि म आन्टीको घरमा गएँ मासु पकाउनलाई भनेर। त्यसपछि आए, यसो गेट रेडी विथ मी गरौँ भनेको त कपडै सुहाएन मलाई। यो फेरि चेन्ज गरेँ, अर्को लुगा लगाएँ। यो पनि सुहाएको त थिएन। बहिनीले मेकअप गरिदिए, लास्टमा यस्तो देखिए गाए। त्यसपछि हामी एउटा अटोमा धेरैजना यसरी ठेलाठेल भएर बसेर गयौँ सबैजना, दुईटा अटोमा प्याक भएर। अनि आधी सामान किन्न बाँकी थियो। हाम्रो यहाँ गाइजहरू सामान किन्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो सुर्खेतको भाइरल रोड। धेरैजना मान्छे आइसक्नुभयो होला। अब हामी फाइनली पुग्यौँ हाम्रो डेस्टिनेसन। अरूले फिट चेक गर्छ, हामी जुत्ता चेक गर्छौँ गाइज। भिडियो हाम्रो यस्तो बन्छ होइन। अनि कहाँ बस्ने भनेर हामी यो चौरमा आएर अड्किरहेको थियो सबैजना। अनि यसो नक्कल बारेर बेडसिट बिछाएको भिडियो बनाऊँ भनेको त्यो पनि भएन। अनि यहाँ सब आफ्नो तालमा बसिरहेछन् गाइज, सब आफ्नो तालमा छन्, कोही मोबाइल चलाउँदैछन्। अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो सासु आमा, यो मेरो प्यारो ठुलो भाइ। अनि हामी बनाउँदैछौँ यहाँ सब मिलेर चटपटे, खाऊ चटपट नखाऊ चटपट भन्ने स्टाइलमा। त्यसपछि हाम्रो यहाँनिर बनिसक्यो, सबै खानेकुरा रेडी छ, तर थोरै छ, मिठो छ है गाइज फेरि। अनि म चाहिँ यो डिउ बाँडिरहेको थिएँ, लास्टमा यसरी चियर्स गरिदिउँ हामीले पनि डिउलाई। अनि हाम्रो अङ्कलले बियरलाई गरिदिइराख्नु भएछ। त्यसपछि एक बाइकमा यहाँ 5 जना छन्। यस्तो नक्कल बारेर भिडियो पनि बनाइहालेँ मैले। अनि फेरि हामी भाइरल रोड हुँदै फर्क्यौँ गयो। अनि बाबाले चाहिँ यहाँ 5 जनाहरूलाई 4 जना भान्टाङ मुटुङले लिएर आउँदै हुनुहुन्छ। हामी अटोमा छौँ। यो चाहिँ हाम्रो सुर्खेतको साँझ पखको भ्यू। अनि हामी साँझ यसरी घर आयौँ, खुट्टाको जुत्ता हातमा बोक्दै। थ्याङ्क यू फर वाचिङ गाइस।